जय मसी नमस्कार सम्पूर्णमा आशा गर्दछु यहाँहरू संसारमै हुनुहुन्छ होला। आज चाहिँ म यहाँ मलेसियाको इपो पेराक ताम्बोन एरियामा छु। यहाँ चाहिँ तपाईको हेर्न सक्नुहुन्छ वरिपरि पुरै बस्ती छ। अनि यहाँ एउटा पसल देख्न सक्नुहुन्छ, यो बन्डल भन्ने। यहाँ चाहिँ तपाईहरुले मलेसियामा चाहिँ सेकेन्ड ह्यान्ड ब्रान्डेड सामानहरू पाउन सक्नुहुन्छ। म भित्र गएर यहाँहरूलाई देखाउने छु। भित्र म आइसकेँ। यहाँ चाहिँ तपाईहरुले जुत्ताहरू देख्न सक्नुहुन्छ। यो चाहिँ सबै ब्रान्डेड तर सेकेन्ड ह्यान्ड तपाईले देख्न सक्नुहुन्छ। विभिन्न ब्रान्डहरुको जुत्ताहरू यहाँ चाहिँ सेल गरेको पाउन सक्नुहुन्छ है त। यहाँ विभिन्न ब्रान्डको छ। तपाईलाई छालाको जुत्ताहरू लाउन मन लाग्यो भने छालाको जुत्ताहरू पनि यहाँ प्रशस्त रूपमा राखिएको छ। यहाँ तपाईहरुले कपडा पनि देख्न सक्नुहुन्छ है। यो चाहिँ जेन्ट्स आइटम पाउने ठाउँ हो। यहाँ चाहिँ विभिन्न थरीका पेन्टहरू, जिन्सको पेन्टदेखि लिएर तपाईको कपडाको पेन्टहरू यहाँ तपाईले पाउन सक्नुहुन्छ। यहाँ धेरै कपडाहरू छ। यो चाहिँ सेकेन्ड ह्यान्ड कपडाहरू हो। यो चाहिँ त्यस्तै गरेर यहाँ तपाईले पाउन सक्नुहुन्छ। यहाँ फेरि लेडिजहरुको आइटम छुट्टै छ। यहाँ तपाईको चाइल्डहरुको बच्चाहरुको लुगाहरू, यहाँ चाहिँ लेडिजहरुको विभिन्न सेकेन्ड ह्यान्ड सामानहरू चाहिँ यहाँ पाउन सक्नुहुन्छ। यहाँ पेटीहरू पनि तपाईले पाउन सक्नुहुन्छ छालाको। यहाँ क्यापहरू पनि छ। ल हाम्रो यहाँ दाजुहरू जुत्ता हेर्नु हुँदैछ। पार्किङ दाजु, इयरको जुत्ता है, यो नाइकको इयरको र दाजु ल तपाईहरु पनि इपो पेराकमा हुनुहुन्छ भने चाहिँ तपाईहरु यहाँ आएर चाहिँ तपाईहरुले सेकेन्ड ह्यान्ड आइटमहरू, ओरिजिनल प्रिमियम सामानहरू तपाईहरुले लिन सक्नुहुन्छ। हुन्छ, धन्यवाद।